प्रेमीसँगको ब्रेकअप पछि अर्कैसँग विवाह गर्दै थिइन् वैष्णवी। अन्तिम पटक भेटौ भन्दै बोलाएर गरे प्रेमीले हत्या। फोनमै सुन्दै थिए हुनेवाला श्रीमानले। प्रेमको सम्बन्ध टुटेपछि सबैभन्दा कठिन कुरा त्यसलाई स्वीकार गर्नु हो। तर यहाँ एक युवकले प्रेमिकालाई अन्तिम पटक भेट्ने भन्दै बोलाएर निर्मम हत्या गरे। नयाँ जीवनको सपना देखिरहेकी एक युवतीले आफ्ना पूर्व प्रेमीसँग गरेको अन्तिम भेट नै उनको जीवनको अन्तिम क्षण बन्यो। घटना 17 जुलाई शुक्रबार राति घटेको हो। घटना कसरी र के कारणले भयो भन्ने थाहा पाउनलाई केही वर्ष अगाडि पुग्नुपर्ने हुन्छ। साहिल र वैष्णवी बीच केही वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो। दुवैजना भारतको यवतमाल जिल्लाको उमरखेड क्षेत्रमा लिभ इन सम्बन्धमा बसेका थिए। तर समयसँगै उनीहरूको सम्बन्ध बिग्रियो र उनीहरूले छुट्टिने निर्णय गरे। ब्रेकअप पछि वैष्णवी उच्च शिक्षाका लागि नासिक सरेर इन्दिरानगर स्थित एउटा पेइङ गेस्टमा बस्न थालेकी थिइन्। त्यसपछि उनका परिवारले नासिकमै काम गर्ने एक युवकसँग उनको विवाह तय गरिदिए। विशेष कुरा के थियो भने वैष्णवीले आफ्नो विगतको सम्बन्धबारे हुनेवाला श्रीमानलाई सबै जानकारी दिएकी थिइन्। त्यसपछि मात्र दुवै परिवारको सहमतिमा विवाह निश्चित भएको थियो। वैष्णवीको विवाह हुन लागेको खबर साहिलसम्म पुग्यो। साहिल निकै आक्रोशित बनेका थिए। ब्रेकअप भए पनि केही समयपछि उनी पुनः फर्किनेछिन् भन्ने सोचमा थिए सायद। तर वैष्णवी जिन्दगीमा अगाडि बढ्न चाहेकी थिइन्। विवाहको खबर सुनेपछि उनी यवतमालबाट करिब 360 किलोमिटर यात्रा गरेर नासिक पुगे। त्यहाँ पुगेपछि उनले वैष्णवीलाई लगातार फोन गर्न थालेर विवाह तोड्न दबाब दिँदै आए। तर वैष्णवीले उनको कुरा मानेनन्। त्यसपछि साहिलले शुक्रबार राति अन्तिम पटक कुरा गर्ने बहानामा वैष्णवीलाई नासिकको वन सम्पदा गार्डन नजिक बोलाए। विगतका सबै कुरा शान्तिपूर्वक टुङ्ग्याउने विश्वासमा वैष्णवीले भेट्न राजी भएकी थिइन्। भेटपछि दुवै बीच लामो समयसम्म चर्काचर्की भयो। साहिलले वैष्णवीलाई विवाह तोड्न फेरि दबाब दिन थालेका थिए। तर वैष्णवीले अस्वीकार गरिरहेकी थिइन्। यही क्रममा साहिलले वैष्णवीको हुनेवाला श्रीमानलाई फोन गरेर स्पिकरमा राखेका थिए, जसकारण उनले उनीहरू बीच भइरहेको विवाद प्रत्यक्ष सुन्दै आइरहेका थिए। वैष्णवीले साहिललाई भेट्नुको उद्देश्य विवादलाई सधैँका लागि अन्त्य गर्नु थियो। तर साहिलको मनमा भने सम्बन्ध टुटेको पीडा स्वीकार्ने ठाउँमा आक्रोश र प्रतिशोधले घर गरिसकेको थियो। वैष्णवीलाई सम्भावित जोखिमको आभास पनि थियो। त्यसैले घरबाट निस्किनु अघि उनले आफ्ना हुनेवाला श्रीमानलाई फोन गरेर आफू साहिललाई भेट्न जाँदै गरेको जानकारी पनि दिएकी थिइन्। उनले आफूलाई लिन पनि आउन आग्रह गरेकी थिइन्। हुनेवाला श्रीमान पनि आफ्नो काम बिचमै छाडेर तत्काल घटनास्थलतर्फ लागेका थिए। उनीहरू फोन सम्पर्कमै बोलिरहेका थिए। सोही क्रममा उनले मोबाइल खोसी स्पिकरमा लगाएका थिए। करिब 30 मिनेटसम्म वैष्णवी र साहिल दुवै बीच भनाभन चलिरहेको थियो। फोनको अर्को छेउमा रहेका हुनेवाला श्रीमानले पनि ती आवाजहरू सुनिरहेका थिए। तर उनी घटनास्थलमा पुग्नु अघि नै सबै कुरा बदलियो। प्रहरीका अनुसार विवाद चर्किएपछि साहिलले आफूसँग ल्याएको धारिलो चक्कु निकालेर युवतीमाथि लगातार आक्रमण गरे। उनले पटक पटक चक्कु प्रहार गरेपछि वैष्णवीको घाँटी समेत रेडिदिए। गम्भीर घाइते भएकी वैष्णवी घटनास्थलमै ढलिन् र उनको ज्यान गयो। हत्या गरेपछि पनि साहिल रोकेनन्। फोन अझै जोडिएकै अवस्थामा थियो। उनले फोनमा रहेका युवतीका हुनेवाला श्रीमानलाई अङ्ग्रेजीमा केवल यति भने, वैशु इज फिनिस्ड, अर्थात् वैशु अब छैनन्। त्यसपछि उनले फोन काटेर घटनास्थलबाट फरार भए। उता हुनेवाला श्रीमान भने घटनास्थलतर्फ दौडिरहेका थिए। केही बेर अघिसम्म फोनमा बोलिरहेकी जीवनसाथी बन्ने सपना देखेकी युवतीलाई बचाउन उनी हतारिँदै पुगे। तर त्यहाँ पुगेपछि उनले देखेको दृश्यले उनको संसार नै समाप्त भयो। रगतले लतपतिएकी युवती निष्प्राण अवस्थामा भुइँमा लडिरहेकी थिइन्। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेपछि साहिलको खोजी व्यापक रूपमा सुरु गरियो। तर केही समयपछि घटनास्थलबाट करिब 2 किलोमिटर टाढा उनको शव झुन्डिएको अवस्थामा फेला पर्यो। प्रारम्भिक अनुसन्धानले उनले आत्महत्या गरेको देखिए पनि प्रहरीले घटनाका सबै पक्षमाथि अनुसन्धान जारी राखेको जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले अर्को महत्त्वपूर्ण तथ्य पनि सार्वजनिक गरेको छ। वैष्णवीलाई साहिलको आक्रामक व्यवहार र रिसबारे राम्रोसँग जानकारी थियो। त्यसैले उनले आफ्नो विवाह हुन लागेको कुरा साहिललाई बताएकी थिएनन्। अहिले प्रहरीले साहिलले युवतीको मग्नी भएको जानकारी कसरी पाए भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। कसैले जानकारी दिएको थियो वा उनले अन्य माध्यमबाट थाहा पाए भन्ने विषय खुल्न बाँकी छ। यो घटना केवल एउटा हत्या मात्र होइन, सम्बन्ध टुटेपछि
उत्पन्न हुने अस्वस्थ मानसिकता र अस्वीकारलाई स्वीकार गर्न नसक्दाको भयावह परिणाम पनि हो। प्रेम कुनै व्यक्तिमाथिको स्वामित्व होइन, न त कसैको भविष्य रोक्ने अधिकार। सम्बन्ध समाप्त भएपछि अर्को व्यक्तिको निर्णयलाई सम्मान गर्न नसक्दा एउटा निर्दोष युवतीले ज्यान गुमाइन्। एक युवकले आफ्नै जीवन समाप्त गरेर दुई परिवार जीवनभर निको नहुने पीडामा बाँच्न बाध्य भएका छन्।